नमस्कार दर्शकबिन, म राजीव प्रधान पारा पुनः तपाईहरुलाई मेरो पेज रिनक फर्स्टमा हार्दिक स्वागत गर्दछु। र अहिले घडी भने म हजुरहरूलाई यस्तो विषय लिएर आएको छु जो विषय हामी सम्पूर्णको निम्ति एउटा जिउनुको आधार हो। हामी मान्छेलाई जिउनुको निम्ति अक्सिजन, पानी र खानाको जरुरी पर्छ र खाना नहुँदा पनि हुन्छ है, केही दिन हामी खाना बिना बाँच्न सक्छौँ। तर पानी हाम्रो निम्ति यति अमूल्य, यति जरुरी छ। जल जीवन भनिन्छ है, त्यसैले जललाई जीवन भनिन्छ। र केवल पानी पिउनुमा मात्र होइन, हामीलाई दैनिक कार्यमा है, नुहाउनुदेखि लिएर लुगा धुनु, खाना पकाउनु, खाना खानुको निम्ति पनि हामीलाई पानी जरुरी पर्दछ। र हामी भन्नुपर्दा रिनक भेकमा जुन प्रकारको अहिले पानी हामीले पाइरहेका छौँ, पिउने पानी हामीले प्रयोग गरिरहेका छौँ र त्यसको सम्पूर्ण श्रेय पिएचई डिपार्टमेन्टलाई जान्छ है। र हामीले रिनकलाई कुनै पनि अवस्थामा 2 दिन या 3 दिनभन्दा बेसी पानीको दुःख परेको छैन जस्तो मलाई अनुभव छ है। र त्यसको सम्पूर्ण श्रेय चाहिँ रिनकमा खटिरहेका हाम्रा पिएचईका दाजुभाइ र त्यसमा सबैभन्दा मुख्य है हाम्रो सुपरभाइजर श्री कृष्ण कुमार प्रधानजी हुनुहुन्छ है। उहाँले दिनरात खटेर लागि परेर उहाँले रिनकलाई कसरी हुन्छ, रिनकको पिउने पानीको आपूर्तिलाई मेटाउनको निम्ति उहाँ दिनरात खटिरहनु उहाँको टिमहरूसित है। र उहाँहरूको खटाइमा के कस्तो छ है, उहाँले कति दुःख गरिरहनु भएको छ र रिनकको पानीको समस्या अवस्था के छ र हामीले रिनकमा पानी कसरी चलाउनु पर्छ भन्ने सम्पूर्ण जानकारी म स्वयं कृष्ण दाजुसित लिन गइरहेको छु। नमस्कार। यहाँ हुनुहुन्छ है हाम्रो रिनक पिएचई डिपार्टमेन्टको उहाँ सुपरभाइजर हुनुहुन्छ। र रिनकमा मैले अघि भनिहालेँ, रिनकमा जुन प्रकारको पिउने पानीको है असुविधा हामी रिनकवासीले सायदै गर्न परेको छैन अहिले हालै दिनमा है। र त्यसको सम्पूर्ण श्रेय कृष्ण दाजुलाई जान्छ। र दाजु है, तपाईँलाई एकदम मेरो च्यानलमा स्वागत छ। दाजु, तपाईँले यो पानी अहिले है हामीलाई एकदम रिनकवासीलाई पिउने पानीको अभाव हुनु दिनुभएको छन्, यसको मुख्य कारणहरू तपाईँहरूको यो प्रति सङ्घर्षहरू अलिकति हामीलाई जानकारी दिनुहोस् न। विशेष सबैलाई नमस्कार है, भाइ राजीव भाइलाई पनि मेरो यस च्यानलमा तपाईँले जुन कभरेज गर्नुहुन्छ यसमा तपाईँलाई पनि नमस्कार। र यो च्यानल मार्फत म के भन्न चाहन्छु भने पानी त हामीलाई अब अहिले बर्खा याममा त्यति उयो भएको छैन, तर पनि दुःख हुन्छ बर्खामा, किनभने कोही बेला रुगल लड्छ, पहिरो जान्छ, मेनलाइनहरू ब्लक हुने गर्छ, मेनलाइन फुटाउने गर्छ, भचाउने गर्छ है। र हाम्रो ठाउँ ठाउँमा हामीले स्टाफहरू, डिपार्टमेन्टको स्टाफहरू राखेका छौँ र उहाँहरूले कोसिस गरेर हाम्रो इन्फर्मेसन भइहाल्छ कहाँ पानी ब्लक हुने बित्तिकै, बन्द हुने बित्तिकै, र हामीलाई त्यसरी मेन्टेन गरेर हामी पानी बाँच्छौँ। तर हामीलाई अलिकति मेन कुरो चाहिँ के छ भने सोर्स चाहिँ अलिकति मेन सोर्सबाट जुन पानी छ, पानी त हामी सफिसियन्टै छ सोर्समा है। र ल्याउँदाखेरि मेन हाम्रो टाढो, अब लगभग हाम्रो 20 किलोमिटरको डिस्टेन्स छ, जुन चाहिँ हाम्रो मिथुनेबाट आउँदै गरेको पानी, मिथुनेबाट आउँदै गरेको पानी चाहिँ 20 किलोमिटरको हाम्रो डिस्टेन्स छ, जुन चाहिँ हाम्रो 80% चाहिँ हाम्रो फरेस्ट लाइनबाट पर्छ। र त्यसमा चाहिँ हाम्रो अब बर्खा लाग्यो, बर्खामा त हाम्रो एकदमै प्रब्लम भइहाल्छ यहाँनिर है। एनिमलहरूको पनि त्यहाँनिर अलिक डेन्जरै हुन्छ, त्यहाँ मिथुने भन्छ, त्यहाँनिर अलिक मिथुन गाईहरूको भालुहरू लाग्ने डर हुन्छ। यो अब तामाको सिजन भयो, अब हामीलाई रिस्क हुन्छ। अन्त मेन चाहिँ के छ भने हामीलाई पानीको अलिकति रिपेयर चाहिँ अलिकति अहिले अब भन्नुपर्दा अब अलिकति भएको छैन है, त्यो रिपेयर हुनुपर्ने, रिपेयर भइदियो भने चाहिँ हामीलाई अझै राम्रो हुन्थ्यो। यो च्यानल मार्फत मैले यो भन्न चाहन्छु है। र अर्को कुरा के छ, पानी चाहिँ हामीले कसरी दिन्छौँ भन्दा चाहिँ अब पानी ठिकै हाम्रो लिमिटेड पानी आउँदछ, त्यसलाई चाहिँ हामीले अब तारपिनमा, डेभलपमेन्ट एरिया, रोङधुङ, किङस्टोन, चालिसे, हामीले फायर अफिसहरू भयो, बिडिओ अफिसहरू भयो, हामी सबैलाई हामीले म्यानेज गर्दछौँ। र तारपिन ट्याङ्कीमा हामी 2 घन्टा, 2.5 घन्टा, अलिक सानो पानी भएको बेला 3 घन्टा छोड्नुपर्छ। त्यसै गरी अब हामीले 3 घन्टा पानी दिँदाखेरि उता कलेज कलेज पनि छ, र त्यसरी डिभाइड गर्दै गरेर टाइम फ्याक्टर गरेर राखेर हामीले पानी डिस्ट्रिब्युट गर्दैछौँ है, रिजर्भ गरेर। हामीले रिनक वरिपरि है, तपाईँले जतिवटा जग्गा भन्नु है, रिनक भेकमा रिनक ग्राम प्रशासनिक केन्द्रभित्र है हामीले पानी पुर्याउनु पर्दैछ तपाईँहरूले। र हामीलाई दिनमा कतिको खपत पानी चाहिँ कतिको चाहिँदैछ? हामीलाई पानी त हामीले बजारमा मात्रै हामी पानी छोड्नु पर्दा बिहान पानी छोड्न 3 लाख लिटर पानी छोड्छौँ हामी पानी बजारमा मात्रै। त्यसो गरेर तारपिनमा 85,000 लिटरको ट्याङ्की छ, 85,000 लिटर भयो है। त्यसो गरेर हामी डेभलपमेन्ट एरियामा 1,10,000 लिटरको ट्याङ्की छ। किङस्टोन चालिसेमा हामी डाइरेक्ट माथि उयसमा त्यहाँ पनि 80,000 लिटरको लगभगको ट्याङ्की छ, माथि रिजर्भ ट्याङ्क माथि छ, के अरे WTमा। त्यहाँ पनि किङस्टोन चालिसे हामी अहिले रिजर्भ गरेर छोड्दैछौँ। त्यो त्यहाँको ट्याङ्की पनि बनिँदैछ, त्यो ट्याङ्की नबनिन्जेलसम्म हामीले अहिले टेम्पोरेरी त्यहाँनिर रिजर्भ ट्याङ्कमै रिजर्भ गरेर छोड्दैछौँ अहिले त्यहाँनिर। अहिले तपाईँहरूलाई आएको सबैभन्दा ठुलो समस्या चाहिँ जुन चाहिँ मेन लाइन छ मिथुनेदेखि है यहाँ हाम्रो किङस्टोनसम्म आउने
त्यसको रिपेयरिङको लागि चाहिँ अब कुन कुन कुरोको चाहिँ एकदमै जरुरी छ? कुन कुन कुरो भन्नुपर्दाखेरि हामीलाई चाहिँ के छ भने यो स्टिल पाइप छ, अलिक कच्चा कच्चा पाइप छ। हामीलाई फुल प्रेसरमा छोड्नु सक्दैन यसमा, यो अहिलेको पानीमा हामी लिमिटेड पानी छोड्नुपर्छ। लिमिटेड पानी छोड्दाखेरि यो डल्लै कभर फुल्ली मान्छेले भन्छ अब हामी कसैले आधी घन्टा मात्रै पानी आयो भन्छ, कति अब थुप्रो आउँछ मान्छेको गुनासोहरू है, कति बेला 10 मिनट आयो भने के भन्छ, हुन त अब आधी घन्टा 1 घन्टा त हामी छोडिरहेकै छौँ। पानी नहुँदा त मान्छेले बुझिदिनु पर्ने कुराहरू हुन्छ, किनभने कोही बेला सटडाउन हुन्छ, अटोमेटिक मतलब सडनली सटडाउनहरू हुन्छ पानी है। त्यसो गर्दाखेरि हामीलाई त्यसलाई पहिला हामीले त्यसको कहाँनिर सटडाउन भएको, कहाँ ब्रेक भएको त्यो हामीले खोज्नु टाइम लागिहाल्छ र फेरि त्यसलाई मेन्टेनेन्स गर्दा 1-2 दिन त हामीलाई टाइम लाग्छ। त्यसो गर्दाखेरि अन्त अलिकति पानीको बेला प्रब्लम हुन्छ त्यस्तो। तपाईँको अन्डरमा यहाँनिर तपाईँको मेन पावर चाहिँ के कस्तो छ? तपाईँलाई मेन पावरको कमी छ कि? मेन पावर अहिले त्यति साह्रो कमी त छैन हाम्रोमा, मेन पावर काफी नै छ हाम्रोमा। परे बेलामा केटाहरू सबैजना एकजुट छ, सबैजना युनाइट भएर हामी काम गर्छौँ है, टिम वर्क भएर काम गरिरहेको छौँ। कहाँनिर अलिकति बिग्रियो भनेपछि मान्छेहरू स्टाफहरू निक्लिहाल्छ, काम गर्नु रेडी नै छ एनी टाइम। अनि अहिले है हालैमा तपाईँहरूले बजारमा नयाँ कनेक्सन लाउनु हुनेछ है, त्यसको प्रावधानहरू चाहिँ कस्तो छ है? र मैले अब धेरै अगाडिदेखि म रिनक बजारकै बासिन्दा है, हाम्रो पानीहरू प्रायः है अब लिक भएर पनि गइरहेछ, यसमा तपाईँ के भन्न चाहनुहुन्छ? यो चाहिँ भन्नुपर्दा के भन्छ, यो हाम्रो जुन रिनक बजार लाइन छ यो चाहिँ 1978 मा लगाएको छ पहिला है, र त्यति बेला त हामी थिएनौँ पनि। अनि अहिले पछाडि हामी बुझ्दा 78 मा लगाएर छ, मैले अब बुझ्दै जाँदाखेरि। र यो रिपेयर त्यहाँदेखि पछाडि चाहिँ रिनक बजारमा अब रिपेयर भएको थिएन, किनभने रिनक बजारभित्रको लाइन चाहिँ मेन लाइन चाहिँ भयो होला बिचमा, तर रिनक बजारको जुन डिस्ट्रिब्युसन लाइन चाहिँ भएको थिएन। र योपालि चाहिँ अब भएको छ है, योपालि भएको छ। योपालि चाहिँ अब हामीले चाहिँ के गर्छ, त्यति बेला 78 मा त घर सायदै रिनक बजार एकदमै कम्ती थियो, कम्ती हाउस होल्ड हुँदाखेरि अब सजिलै थियो होला, तर अहिले म्याक्सिमम अब हाउस होल्ड एकदमै बढेको छ। त्यसले गर्दा त्यो लाइनले चाहिँ अहिले हामीले पुऱ्याउनु साह्रो पऱ्यो, एकदमै साह्रो परिरहेछ। अनि लाइन पनि पुरानो भइरहेछ, किनभने पुरा लिकेज छ। त्यो लिकेज कहाँबाट भएको त्यो हामी खोज्नु सक्दैनौँ। त्यस कारणले कति अब हामीले 10 फिट 15 फिटसम्म खन्दा पनि हामीले त्यो भेटेकै छैनौँ। त्यसले कारणले गर्दा यसमा चाहिँ हामी चाहिँ एकदमै थाकेको थियौँ। हजुर। र डिपार्टमेन्टमा पनि थ्याङ्क यू भन्न चाहन्छु, किनभने हामीलाई यो अहिले नयाँ प्रोजेक्ट हामीलाई दिएर रिनकको डिस्ट्रिब्युसन लाइन अहिले डिपार्टमेन्ट मात्रै नभएर हामी सरकारलाई पनि एउटा धन्यवाद दिन चाहन्छौँ है। त्यसरी अब यो नयाँ डिस्ट्रिब्युसन लाइन छ। यो नयाँ डिस्ट्रिब्युसन लाइनमा चाहिँ हामीले चाहिँ के सोचेको छौँ भने पब्लिकले पनि अलिकति हामीलाई सपोर्ट दिने बेला आएको छ है, किनभने पानी लिकेज हामी कसैले कन्ट्रोल गर्ने, सबैको मनमा एउटा फिलिङ छ कि हामीले पानी कन्ट्रोल गर्नुपर्छ, हामीले बचाएको पानीले अर्कोलाई दिनुपर्छ, अर्कोले खानु पाओस् भन्ने अब सबैको फिलिङ छ। तर त्यसैले कसरी युटिलाइज गर्ने, कसरी अब फिल्डमा चाहिँ हामीले कसरी त्यसलाई वर्क्समा एउटा हामीले ल्याउनु पर्ने, कार्यान्वयनमा कसरी ल्याउनु पर्ने भन्दाखेरि चाहिँ हामीले एउटा योजना बनाएको चाहिँ 100% जिए पाइप युज गर्ने हामी हो। प्रत्येक कन्ज्युमरले, हाम्रो कन्ज्युमरले चाहिँ 100% जिए पाइप लगाएर उहाँहरूको रिजर्भ ट्याङ्कमा हाम्रो पानी जाओस्, र रिजर्भ ट्याङ्कभित्र पनि एउटा बल्कक लगाएर त्यसलाई सिस्टम गरेर, बल्ककले चाहिँ के छ भने आफूले हामीले म्यानुअली ह्यान्डलिङ त्यसलाई क्लोज बन्द गरिरहनु पर्दैन, बल्कले अटोमेटिक पानी कन्ट्रोल हुन्छ है। त्यो पानी कन्ट्रोल भएको पानीले चाहिँ अर्कोमा अलिक नपुग भएको छ भने उसको कन्ट्रोल भएर अर्कोमा जान्छ, र हामीलाई जुन लिकेज भएको पानी सबै हामीले कन्ट्रोल गर्ने एउटा हाम्रो योजना छ है। यसमा चाहिँ हामीले 100% अब त्यो काम गरेर र पब्लिकले नि हामीलाई एकदमै सपोर्ट दिनुहुन्छ होला भन्ने आशा गरेको छ। हजुर दाजु, तपाईँको है यो कुरा पब्लिकले बुझ्नु अति नै अनिवार्य छ है, किनकि अहिले अब हामीले हेर्दै जानेछौँ पानी एकदमै सर्टेज हुनेछ है। अब अरू जग्गातिर त अब धेरै नै सर्टेज छ, तर हामी रिनकवासी चाहिँ अलिकति धन्यवादी नै, ईश्वरसित पनि है, प्रकृतिसित पनि धन्यवादी हुनुहुन्छ, सरकारसित पनि, र तपाईँहरू जति पिएचईको खट्ने दाजुभाइहरू हुनुहुन्छ है उहाँहरूसित पनि हामी रिनकवासी चाहिँ धन्यवादी हुनुपर्छ। किनकि तपाईँले अब अहिले मैले देखिरहेको छु अरू जग्गातिर है पानी यति साह्रो समस्या भएर है, मान्छेलाई पिउने पानी नभएर गाडीमा ओसार्ने स्थिति है, धाराबाट बोक्ने स्थितिहरू छ है, किनेर खानुपर्ने स्थिति छ। तर रिनकमा चाहिँ त्यो स्थिति आइपुगेको छैन। र तपाईँले जस्तो भन्नुभयो अहिले हामीले सिस्टमेटिकली पानीलाई युज गऱ्यौँ है, यो आउँदैहरूको पानीलाई हामीले बचायो भने चाहिँ धेरै वर्ष रिनकलाई त्यस्तो पानीको अभाव पर्छ जस्तो लाग्दैन होइन? एकदम यसमा चाहिँ हामीले लिकेजहरू एकदम कन्ट्रोलिङ हुन्छ, र हामीले तपाईँहरूले चाहेर पनि तपाईँले चाहनुहुन्छ ओभरफ्लो भयो है, तपाईँले चाहनुहुन्छ बान टाइट गर्नुहुन्छ, तर वेरेज त्यहाँनिर चाहिँ हाम्रो त्यो रबर पाइप युज गरेर बिचमा ब्रेक हुन्छ है। बिचमा ब्रेक हुँदा त्यहाँ चाहिँ के हुन्छ, मिसअन्डरस्ट्यान्डिङ हुने चान्सेस हाम्रो कसरी हुन्छ भने तपाईँहरूको पानी अब आज एक ट्याङ्की हुँदा 2 दिनसम्म त अब चलिहाल्छ, लाइन ब्रेक भएको थाहा छैन, हामी त अब कन्टिन्यू लाइन खोलिरहेकै हुन्छ। तर बिचमा 3 दिनदेखि तपाईँको पानी आउँदैन, 2 दिन 3 दिन, त्यसो गरेर तपाईँको पानी आएन भनेर हामीले कम्प्लेन गर्नुहुन्छ, तर हाम्रो भएर चाहिँ हाम्रो पानी गइरहेको हुन्छ। तर त्यहाँ ब्रेक चाहिँ के डिस्टर्ब कहाँ हुँदैछ भने तपाईँको लाइन बिचमा ब्रेक भएको छ, त्यसले गर्दा रबर पाइप युज गर्नु। अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो है पब्लिकलाई है पानी विषयमा? म यही भन्न चाहन्छु कि तपाईँ अब
इच एन्ड एभ्री घरमा चाहिँ अब रिजर्भ चाहिँ तपाईँले बढाएकै राम्रो हो किनभने तपाईँकोमा 1000 लिटर छ भने त्यसलाई 2000 3000 4000 5000 जति तपाईँले सक्नुहुन्छ त्यति रिजर्भेसन चाहिँ रिजर्भर चाहिँ तपाईँले बढाउनु भएकै राम्रो तर तपाईँहरूको पानी युज हुँदाखेरि अहिले हामी कति देख्छौँ अहिले है बजारमा पानी आएको बेलामा त्यही मेनल्यान्ड पाइप जुन पाइप छ त्यहीबाट युज गर्छ है त्यसरी नगरेर त्यो पानीलाई ट्याङ्कीमा हालेर ट्याङ्कीबाट तपाईँहरूले युज गरिदिनु भयो भने तपाईँको लिमिटेड युज हुन्छ पानी ट्याङ्कीमा जहिले बसिबस्छ पानी आज भोलि ब्रेक हुन्छ भनेको हामी कसैलाई थाहा हुँदैन है अटोमेटिक ब्रेक हुने कुरा हो र ब्रेक हुँदाखेरि चाहिँ मान्छेलाई चाहिँ समस्या नपरोस् अत्यालिनु नपरोस् त्यसको लागि चाहिँ तपाईँको रिजर्भर चाहिँ एकदमै बढाएकै राम्रो रिजर्भर भएकै राम्रो यो चाहिँ हाम्रो पुरानो ट्याङ्की है मेन बजारलाई चाहिँ यहीँबाट डिस्ट्रिब्युट हुन्छ यहाँबाट चाहिँ लगभग कति लिटर जस्तो डेली जान्छ हाम्रो 3 लाख लिटर हुन्छ डेली है 3 लाख लिटर जान्छ हो तर 3 लाख लिटरमा चाहिँ अब अघि मैले भने जस्तै अब किनभने यहाँ चाहिँ पुरानो लाइन भएको कारणले गर्दा चाहिँ 60% मात्रै पब्लिकलाई युजमा आउँछ हो 40% चाहिँ मिसयुज भइरहेको छ भएर बिचमा पानी पाइप पड्किरहेको बिचमा त्यो कहाँ हामीले कति खोज्दा पनि नभेटेर त्यतिकै अब खाँची गइरहेको छ मेन्टेन गर्नु सकेको छैन हो तर अहिले जुन चाहिँ नयाँ लाइन बनिँदैछ है तपाईँको अब चालु हुन आँटेको छ यसमा चाहिँ तपाईँको कन्ट्रोल हुन्छ एकदमै कन्ट्रोल किनभने हामी सिस्टम पनि हामी त्यही पाराले गरेका छौँ माथिबाट हामीले 4 इन्चीबाट लाइन निकालेका छौँ प्रत्येक लाइन नै हामी 4 इन्चीबाट निकाल्छौँ र माथि लास्टमा त्यसलाई टायर घटाउँदै गएर हामीले कतिले रिसिभ गर्दैछौँ हो यो चाहिँ बाहिर उसमा लाइनबाट हामी एउटा लाइनमा म प्रायः अन्डरग्राउन्ड नगरेर चाहिँ साइडबाट लगेर खोजाबाट लगेको छौँ है जहाँ चाहिँ हामीलाई ब्रेक भइहाल्यो भने हामी मेन्टेनेन्स गर्नु सजिलो हुन्छ भनेर त्यसरी काम पनि गरिरहेको धन्यवाद तपाईँलाई र विशेष जानकारी है हजुरलाई म दिन चाहन्छु यो जुन चाहिँ बजारको ट्याङ्कीहरू छ है यो पानीको पिएचईको 2टा ठुल्ठुलो ट्याङ्की छ है र यसैको सिमानामा है नजिकमा गभर्मेन्ट जुनियर हाई स्कुल रिनक बजार पनि छ है र तपाईँले यहाँ देखिरहनु छ नानीहरू यो ट्याङ्कीको वरिपरि खेलिरहेछ र मलाई चाहिँ के लाग्यो भने यो जुन चाहिँ नानीहरू चाहिँ यहाँ खेलिरहेछ यसले भविष्यमा कुनै अप्रिय घटना घट्न सक्छ किन यो ट्याङ्की प्रायः ओपन छ है पल्लो नानीहरू कोही अब यसरी बदमासी गरेर पस्नु पनि सक्छ है र कुनै अप्रिय घटना नघटोस् है यसरी यहाँ पानीको ढब्बोहरू छ यो पनि खोलेर नानीहरूले कोही बेला अन्जानमा है या बदमासी गर्दा पनि यो घटनाहरू घट्नु सक्छ त्यसैले यहाँनिर म भन्न चाहन्छु है सम्पूर्ण विभागलाई र जति पनि यो मेरो भिडियो हेर्नु हुनेहरूलाई है यहाँनिर पिएचईको ट्याङ्कीको निम्ति पिएचईको ट्याङ्कीको छेउमा चाहिँ फेन्सिङ अति नै जरुरी है म यहाँ देख्दैछु र हजुरहरूलाई के कस्तो लाग्छ तपाईँले सुझाउ सल्लाह दिनुहोस् है र यो स्कुलको नजिकै भएको कारणले गर्दा नानीहरू यहाँ देखिरहनुहोस् अहिले पनि ट्याङ्कीको वरिपरि खेलिरहेछ है र यो ट्याङ्की पिएचईको ट्याङ्कीलाई चाहिँ फेन्सिङ गर्नु अति नै जरुरी छ नत्र भए भविष्य कुनै अप्रिय घटना घट्न सक्छ भन्ने म जानकारी यो भिडियोमा प्रस्तुत गराइरहेको छु।